20 फिट छ। हेलो नमस्ते साथीहरू, हजुर कस्तो हुनुहुन्छ? आई होप हजुर सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। ल त साथीहरू, आजको मेरो मिनी ब्लग यहाँ हेर्नु त कस्तो दामी माछा छ यसमा। आज चाहिँ म साथीहरू होइन गएको थिएँ एउटा ढोका नाप्नको लागि होइन, त्यो ढोका मैले नापेर यहाँ चाहिँ हेरेन, यहाँबाट होइन निस्किने बित्तिकै यो चाहिँ पुलको भ्यू चाहिँ कति दामी आइरहेको थियो कि, त्यही भएर म आजको मिनी ब्लग यतैबाट सुरु गरेको। ल त साथीहरू, मैले चाहिँ त्यो ढोका नापिसकेको छु। अब चाहिँ म गइरहेको छु सामान किन्न लागि है। सबभन्दा पहिला साथीहरू म चाहिँ सामान किन्ने हो। सामान किनेर अनि त्यसपछि चाहिँ म लगाउनेवाला छु त्यो ढोका। कसरी लगाउनेवाला छु त्यो त हजुरहरूलाई लास्टमा हेराउनेवाला छु। सबभन्दा पहिला साथीहरू म नापेर दुकान चाहिँ पुगिसकेँ, जसो कि हजुरले हेर्दै हुनुहुन्छ यहाँ। अब चाहिँ दोकान पुगेँ। अब यहाँबाट फेरि चाहिँ म निस्केर जानेवाला छु सामान लिनको लागि, किनभने दोकानमा सामान एउटा घटिसकेको थियो, त्यही भएर। ल त साथीहरू, म चाहिँ होइन हिँडेको, अनि बाटोमा चाहिँ यहाँ रोकेर एकछिन हेरेको थिएँ। यहाँको पनि भ्यू चाहिँ एकदमै बवाल नै आइरहेको थियो। अनि मैले भने ल किन न यहाँको पनि भ्यू हजुरलाई हेराइदिउँ भनेर होइन, त्यही भएर यहाँको भ्यू पनि हजुर अलिकति हजुरलाई हेराएको। अनि त्यसपछि चाहिँ म अब यहाँबाट होइन सिधै सामान लिएर म भेट्नेवाला छु है त। हेलो साथीहरू, यहाँको भ्यू हेर्नु त, सनराइज होइन कस्तो दामी छ कि। अनि यता चाहिँ यो कञ्चनपुरबाट आउने, यता साथीहरू फतेहपुर जाने। अनि मेरो बाइक मान्छे नि मलाई हेरेको गर्थ्यो है साथीहरू बाटोमा। हेर्नु त 20 फिट छ है, यो 20 फिट छ, कस्तो छ। तर गाह्रो भयो है साथीहरू यस्तो होइन, तर गाह्रो त के भन्नु, बाटो चाहिँ बवाल छ कि, मस्त बाटो छ, कतै होइन मान्छेहरू छैन कि जाङ। अनि यति लामो बाइकमै। ल त आजको ब्लग यति नै है साथीहरू। अब मिल्नेवाला हो हामी अर्को मिनी ब्लगमा। हजुरलाई मन पऱ्यो भने भिडियो प्लिज लाइक गरिदिनुहोस्। अनि यो सामानको म के बनाएर लगाउनेवाला छु त्यसको ब्लग म अर्को भिडियोमा हेराउनेवाला छु, त्यही भएर प्लिज सबजना सपोर्ट गरिदिनु। ल त आजको लागि यति नै है, बाई। यो सामान लिएर साथीहरू दोकान जान बित्तिकै मैले चाहिँ यो ढोका यहाँ हेर्नु यस्तो खाले बनाएर रेडी पारेर मैले गरेर राति नै लगाइदिएको।